हाम्रो चाहिँ योद्धाहरू आउँदैछन् पछाडि पछाडि यो दुईजना योद्धाहरू होइन हामी चाहिँ भर्खर खोक्लिङको युद्ध लडेर आएको हामीहरू गन सन चाहिँ त्यहीँ छोड्यो यहाँ चाहिँ बम बोकेको छ यहाँ बज्दैछ होइन खलाङ खलाङ बज्दैछ होइन हामी चाहिँ खोक्लिङको युद्ध लडेर आएको बुढो भइयो क्या हो गलिन्छ त हेर माछाला 32 वर्ष पुगिसक्यो अनि हुँदैन त हैन आधी उमेर गुल्छको चिसो त खाएर जानु पर्थ्यो हौ मलाई एकवटा रेड बुल के हुँदैन खान्दा भयो बाउवा छँदैछ नि कि ओ बोकेर लैजाऊ यार मलाई यार मान्छेलाई रेड बुल सम्झिँदै हिँड्नु न आर्यन भाइ बाइकको चाबी बोक्यौ ए कालो लाउनेलाई भन्दै पर्यो त्यहाँ तल त अनि त्यो दाइहरूले भन्दैछ नि त मलाई त झन् लोएको जस्तो गरेको ढुङ्गै ढुङ्गा क्या ज्यादा म यहाँबाट मैले नेचुरल चाहिँ झर्ना बनाइदिइहाल्छु नि नेचुरल आर्टिफिसियल यस्तो मुतेर कति टाढा छौ अझै हाम्रो रिकन्डिसनमा आइपुगेन बरु चिने यतिखेर यो बालुवा लगेर त्यहाँनिर माटो या पानी यस्तोरी छानेर सुन निक्लिने होला राम्ररी खोक्लिङको युद्ध लडेर आएको हाम्रो एउटा बाउ अगाडि छ एउटा यस्तो चिकन हिँड्नुपर्ने चाहिँ अब चाहिँ उमेर ढल्केछ रान्ने बेला थाहा हुन थाल्यो अब चाहिँ बुढो भइएछ उनीहरू त चाउरी पर्नु थालिसकेको छ रान्ने मलाई भने भए म यस्तो सुपरम्यान जस्तो गरेर उडेर आएर बचाइहाल्थेँ नि भयो उनीहरूले थियो लाल चड्डीमा सुपरम्यानै हो नि छिक्ने बचाउनुमा त केटीहरूलाई त केटाहरूको लागि पो त छिक्ने भिलेन हो त मुत्न आँटो चिक्ने फेरि एनर्जी ड्रिङ्क त खानु पऱ्यो नि त हौ नि ओ रिकन्डिसनमा यसो बाइकहरू छान्दै गर त ओ बल्ल बल्ल एउटा हिमाल कटेर आयो अब यहाँ रिकन्डिसनमा बाइकहरू चाहिँ रहेछ होइन यहाँ छ बाइकहरू रिकन्डिसनमा उहाँ मुत्दैछ एउटाले मूत्र विसर्जन गर्दैछ ल आजलाई चाहिँ हामी अब गलिहाल्यौँ होइन आजलाई चाहिँ हामी घुम्दैछौँ बाउ छ साथमा मुख गर्दैछ आँडबहादुर गाँडबहादुर छेउमा छ मुतुवा विसर्जन मुतेर आउने मान्छे यहाँ हो खोक्लिङको युद्ध लडेर आएको हामी चाहिँ होइन